नमस्कार, म उमेश विश्वकर्मा सागर। आज म तपाईहरुको माझमा चितवनका गजलकार सुमन कडारियाका म दुईवटा गजललाई यो भिडियोमा वाचन गर्न लागिरहेको छु। भिडियो अन्त्यसम्म हेर्नुहोला, सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। पहिलो गजल यसरी सुरु हुन्छ। उतै साँझ बस्यो बिहान बस्यो, उतै साँझ बस्यो बिहान बस्यो, मन्दिरमा गएर भगवान बस्यो। जिन्दगीमा खै को आउँछ हेरौँ, मनमा आएर त अन्जान बस्यो। मनमा आएर त अन्जान बस्यो, जहाँ बसेका छन् दिन दुखीहरू, जहाँ बसेका छन् दिन दुखीहरू, त्यही ठाउँमा गएर दोकान बस्यो। त्यही ठाउँमा गएर दोकान बस्यो, मनमा आएर त अन्जान बस्यो। तिमी आएर मनमा बसे झैँ, तिमी आएर मनमा बसे झैँ, पुतली आएर चिया बगान बस्यो। पुतली आएर चिया बगान बस्यो, तँलाई सबैले फकीर भन्न थाले, तँलाई सबैले फकीर भन्न थाले। सुमन तेरो कस्तो पहिचान बस्यो, सुमन तेरो कस्तो पहिचान बस्यो, उतै साँझ बस्यो बिहान बस्यो, मन्दिरमा गएर भगवान बस्यो। दोस्रो गजललाई म वाचन गर्न लागिरहेको छु। बिर्सिनेकै सम्झना लगातार आइरहन्छ, जस्तो जति उखेले पनि झार आइरहन्छ। समयमै आउन नपाउने त परदेशीहरू हुन्, देशमा त चाडबाड दसैँ तिहार आइरहन्छ। उही अनुहार लाग्छ आँखा पछाडि पनि, उही अनुहार लाग्छ आँखा पछाडि पनि, आँखा अगाडि उही अनुहार आइरहन्छ। किन यति अँध्यारो भइरहन्छ यही बस्ती, किन यति अँध्यारो भइरहन्छ यही बस्ती, सरकार यही बस्तीमा बारम्बार आइरहन्छ। बिर्सिनेकै सम्झना लगातार आइरहन्छ, जस्तो जति उखेले पनि झार आइरहन्छ। गजलको अन्तिम शेर। दिन दिन झैँ लाग्दैन मनको मान्छे टाढिँदा, दिन दिन झैँ लाग्दैन मनको मान्छे टाढिँदा, हुन त उज्यालो पछि अन्धकार आइरहन्छ। बिर्सिनेकै सम्झना लगातार आइरहन्छ, जस्तो जति उखेले पनि झार आइरहन्छ। गजलकार सुमन कडारियाका मैले दुईवटा गजललाई वाचन गरेँ। भिडियो कस्तो लाग्यो, सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला।